हेलो नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज लगभग 1.5 वर्षपछि म फेरि पनि युट्युब भिडियो बनाउन गइरहेको छु। आई नो कि एकदम धेरै लामो टाइम भयो मैले भिडियोहरु नहालेको, इनएक्टिभ भएकोमा। तर अब लाइफमा यस्तै बिजी भयो हैन, फुल टाइम काम। अनि त्यसपछि कतिजना थाहा छ होला मेरो आफ्नो सानो बिजनेस पनि स्टार्ट गरेको थिएँ मेरो हस्बेन्डसँग, मोमो हाउस। अनि त्यसमा पनि म एकदम धेरै इन्भेस्ट भयो मेरो टाइम। अनि यताउता गरेर एकदम धेरै बर्न आउट भयो। अनि मैले यसरी भिडियोहरु हाल्न पनि टाइम पनि पाएन हैन। अनि त्यसपछि एकदमै रहर थियो मलाई भिडियोहरु बनाउनको लागि, तर के गरेर मिलिरहेको थिएन। तर यो 2025 देखि चाहिँ म भिडियो बनाउँछु भनेर चाहिँ एकदम धेरै लागि परिरहेको छु। र भन्दै मार्च भइसक्यो र फाइनली आज चाहिँ म तपाईहरुको लागि चाहिँ नयाँ भिडियो लिएर आउँदैछु। आजको भिडियोमा चाहिँ म नेपालबाट चाहिँ मेरो 6th बहिनी आउँदैछ, नर्स बहिनी आनर्किङ भिजामा। अनि उसलाई चाहिँ रिसिभ गर्नलाई चाहिँ जाँदैछु। अनि त्यही भएर म रेडी हुँदैछु। उसको फ्लाइट चाहिँ अहिले साँझ 9:45 बजे ल्यान्ड हुन्छ। अनि त्यही भएर उसलाई लिन जानलाई चाहिँ म रेडी हुँदैछु। हल्का सन्चो छैन, त्यही भएर म मेरो हस्बेन्डसँग जान्छु, किनभने फेरि त्यो लगेजहरु लिनुपर्छ नि त, अनि गाह्रो हुन्छ त्यो बोक्नको लागि। अनि त्यही भएर उहाँले नै लिएर गइदिनुहुन्छ मलाई। जस्ट एयरपोर्ट यहाँबाट नजिक छ के म बस्ने ठाउँमा, 15 मिनेट पुगिन्छ। अनि त्यही भएर अलमोस्ट 8:30 भइसक्यो है, हतार भइसक्यो। फेरि ब्लग पनि बनाउन मन लाग्यो, अनि त्यही भएर म अलि हतार गर्दैछु। मैले लास्ट टाइम पनि भिडियो हालेको थिएँ मेरो फर्स्ट नर्स बहिनीलाई रिसिभ गरेको हैन युट्युबमा। त्यो टाइम पछि त अब अहिलेसम्म मैले भनिहालेँ 5वटा बहिनीहरु ल्याइसकेँ हैन लास्ट इयर। र आज 6th बहिनी। अनि म चाहिँ धेरैलाई थाहा छ हजुरहरुलाई, म चाहिँ आनर्किङ भिजामा नर्सलाई चाहिँ डाइरेक्टली नेपालबाट जर्मनी ल्याउने काम गर्छु मेरो हस्पिटलसँग मिलेर। अनि उहाँहरुलाई हायर गरेर लिएर आउँछु। अनि त्यसपछि त्यही क्रममा चाहिँ म उहाँहरुलाई रिसिभ पनि गर्न जान्छु। अनि त्यसपछि ल्याएर अनि रुमहरु चाहिँ उहाँहरुले कहाँ नर्सै पाउनुहुन्छ हस्पिटलमै, अनि हस्पिटलमा पुर्याउन जान्छु। अनि त्यसपछि पछि धेरैवटा अपोइन्टमेन्ट गर्न पनि उहाँलाई हेल्प गर्छु मैले चाहिँ लास्ट इयर भिडियो नबनाउनुको कारण पनि के थियो भने म यति बिजी थिएँ है। अनि नेपालै जानु पर्यो के दुईचोटि, मेरो बहिनीको बिहा अनि मेरो देवरको बिहा। अनि त्यसपछि मेरो आफ्नो प्यारेन्ट्स, अनि त्यसपछि सासु ससुराहरूलाई पनि बोलाएको थिएँ। अनि यति बिजी भयो हुँदो रहेछ कि त्यो यसरी युट्युब भिडियो बनाउने त हुन्छ नि टाइमै छैन, अनि नमिल्दो रहेछ। अनि टिकटक त म बनाउन ट्राई गरिरहन्थेँ हैन। यति धेरै मान्छेहरु इन्ट्रेस्टेड हुनुहुन्छ, नर्सेसहरु स्पेशली कसरी आउने भनेर हैन। कतिजनाले मलाई सोध्नु पनि हुन्छ, खुसी पनि लाग्छ मान्छेहरु एकदम धेरै इन्ट्रेस्टेड हुन्छ भनेर। तर मैले उहाँहरुलाई रिप्लाई गर्न नसक्दा चाहिँ एकदम धेरै दुःख लाग्छ, नरिसाउनु होला। म ट्राई गरि नै रहेको छु सबैजना रिप्लाई गर्नको लागि। र मैले पहिला भिडियो पनि बनाइसकेको छु आनर्किङ भिजाको बारेमा। तपाईलाई अझै केही बुझ्न मन छ भने पनि म फेरि लेटेस्ट आनर्किङ प्रोसेसको बारेमा चाहिँ तपाईलाई भिडियो फेरि बनाउने छु। अब आनर्किङ भिजाको बारेमा हल्का भनिहालौँ हैन। अब मेन कुरा चाहिँ नेपालमा नर्सिङ सकेर आउनु भएको मान्छेहरुले चाहिँ डाइरेक्टली वर्किङ भिजामा आउन सक्नुहुन्छ। त्यसलाई चाहिँ आनर्किङ भिजा भन्छ हैन। के अरे एक्स्ट्रा फेरि पढ्नु पर्दैन। कतिजना चाहिँ नेपालमा नर्सिङ गरेर आएको मान्छेले चाहिँ आउसबिल्डिङ गर्नुपर्छ भनेर कसैले भनिदिँदो रहेछ है। त्यस्तो चाहिँ गर्नु पर्दैन, किनभने तपाईहरुले अलरेडी पढिसक्नु भयो नि त। अनि एक्स्ट्रा किन पढ्ने त, सिधै चाहिँ वर्किङ भिजामा आउन मिल्छ। त्यसमा चाहिँ तपाईको एकदम अलि लेन्दी प्रोसेस छ हैन, नेपालबाट नै लाइसेन्स अप्लाई गर्ने। अनि त्यसपछि हाफ रेकग्निसन दिन्छ हैन, हाफ लाइसेन्स पुरा गर्नको लागि चाहिँ जर्मनी आउनुपर्छ भन्छ। अनि यहाँ आइसकेपछि चाहिँ तपाईले 6 महिना कोर्स गर्नुपर्छ अथवा चाहिँ एक्जाम दिनुपर्छ। त्यसपछि तपाईले लाइसेन्स पाउनुहुन्छ र त्यसपछि चाहिँ अनि काम गर्न पाउनुहुन्छ एज अ नर्स। तर त्यति जेलसम्म चाहिँ तपाईहरु जर्मनी आएर चाहिँ नर्सिङ एसिस्टेन्ट पनि काम गर्न पाउनुहुन्छ। जस एकदम राम्रो गएछ तपाईहरुलाई। के भन्छ पैसा पनि थोरै लाग्छ हैन। अलरेडी नेपालबाट तपाईहरु सेटल भएर आउनुहुन्छ, यानी भिजाको प्रब्लम भएन, बस्नको रुमको प्रब्लम भएन, किन हस्पिटल तपाईहरुलाई सबै कुरा स्पोन्सर गरेको हुन्छ, काम पनि पाइसक्नु भएको हुन्छ र 6 महिनामा तपाईहरु सेटल भइसक्नुहुन्छ नि त। अनि त्यही भएर एकदम राम्रो छ यो तरिका चाहिँ।
आर्किटेक्चर भिजामा आउनको लागि चाहिँ नेपालबाट अरू भन्दा र अहिले कति कुराहरू नयाँ वेभहरू आएको छ जस्तै अपर्च्युनिटी कार्ड भन्छ हैन त्यो पनि राम्रै हो तर हामीसँग त अब अलरेडी पैसाको प्रब्लम हुन्छ नि त नेपालबाट आउँदाखेरि अनि अपर्च्युनिटी कार्डमा चाहिँ ब्लक अकाउन्ट बनाउनुपर्छ हैन अनि त्यो चाहिँ एकदम धेरै महँगो हुन्छ धेरै लाख पर्न जान्छ त्यही भएर बिस्तारै टाइम लिने पेसेन्स भएर चाहिँ कुर्ने नेपालबाटै हाफ प्रोसेस गर्ने अनि आउँदा चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ रातिको समय छ त्यही भएर धेरै मेकअप गर्दिन भनेर हल्का चाहिँ गर्नु पर्यो अब राति रिसिभ गर्न जाँदैछु है मलाई कस्तो कन्फ्युज भयो कि उसले आज 9th मा आउँछु भने त म चाहिँ भोलि सोचिरहेको छु कि डाटुम त्यही भएर मैले उसलाई फुल पनि किन्न पाएन मलाई यस्तो नराम्रो फिल भइसक्यो फुलहरू पनि लिएर रिसिभ गर्न जान पाइनँ भनेर अब के गर्नु भयो ढिला भइसक्यो राति अहिले आज त्यही पनि जोन ट्याग हैन अनि फायर ट्याग बकै कुरा बन्दै हुन्छ अनि प्लस अहिले राति कति भइसक्यो 9 बज्न लागिसक्यो हैन यतिकै पनि फुल पसलहरू पनि बन्द हुन्छ अब ठिकै छ यस्तै हो टाइम नभएको बेलामा चाहिँ म यसरी गाजा लगाउँछु काम चल्छ ल रेडी भएँ अब म लुगा लगाउँछु हो म रेडी भइसकेँ जाडो छ बाहिर अझै एउटा कोट लगाउनु पर्छ त्यसपछि सबै कुरा भयो 8:30 पनि भइसक्यो अब उसलाई रिसिभ गर्न पनि जानुपर्छ खास गरी 9:45 बजे ल्यान्ड हुन्छ भने थियो तर 9 बजे नै ल्यान्ड हुन्छ अरे त्यही भएर अब खाना पनि पाकिसकेछ खानासाना खाएर अनि त्यसपछि हामी उसलाई लिन जान्छौँ हामी रेडी भयौँ अब हामी एयरपोर्ट जाँदैछौँ लास्टै राति भइसक्यो अँध्यारो भइसक्यो अब हामी लिन जाँदैछौँ लेट्स गो बर्लिनको खतरनाक एयरपोर्ट हामी लिन आज हामी लेट भएछ सेल्स एउटा नेपाली साथीको पनि मम्मी आउँदै हुनुहुन्छ अनि उहाँहरू सँगै आउनु भएको थियो त्यहाँ साथीले लिइसकेको रहेछ रिसिभ गरिसकेको रहेछ अब हामी जाँदैछौँ लिन वेलकम छ बहिनी अँध्यारो भयो होइन ठिक छ त पायो साँचो पायो ल ल तिम्रो भोनुङ पनि आइपुग्यो हिँड्न लगी त हिँड कति भयो यही भयो कता अर्को बत्ती फेरि ओहो ल किचन छ सानो किचन उयो माथि पकाउने यहाँ माथि पकाउने हो यो ओभन भयो यहाँनिर फ्रिज छ माथि भाडा छ क्या अरे अलिअलि छ अनि यहाँ बेसिन भयो ओहो
आऊ 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 गन्ना माथि